नेपालको विषम परिस्थिति र विभिन्न कालखण्डको क्रान्तिहरू त हामीले देख्न पाएनौँ। सायद विधिको विधानमै मलाई त्यो स्वर्णिम अवसर जुराएन। तर विगत केही दशकका जनतामाथि शासकले गरेका लुटतन्त्रको आफ्नै आँखाले अवलोकन गर्ने अवसर जुर्यो। केही हेर्न पनि नसकिने, केही सम्झिन पनि नसकिने, केही त देख्यो भने पनि आत्महत्या गरौँसम्मको बर्बरतापूर्ण स्थिति मेरै आँखाले देख्यो। आज मेरा शब्दहरूको ज्वाला, पीडा, आक्रोश जे भने पनि अभिभावकजीहरू सबैसँग छ। आफ्नै उमेर समूहका साथीभाइहरू रगतले लतपतिएर मरणासन्न हुने गरी सडकको पेटीमा आफ्ना सपनाको तिलाञ्जली रगतले दिइरहँदा तपाईँका आँखामा केही पनि परिवर्तनको आँसु फुटेन? के पार्टी, पङ्क्ति, नेता, विचार, भावना र प्रेमभन्दा माथि हुन्छ? के आफ्ना सन्तान सडकमा गोली बसाएर मरिरहँदा घरबाट हजुरबुवा मर्न दे मूर्खलाई, मेरो पार्टीको सरकारको भइरहँदा विरोध गर्नुपर्ने भन्न सक्नुहुन्छ?